आज आइतबारको दिन यहाँ चाहिँ बिदा छ कुकुरहरू चाहिँ यस्तो हुन्छ कि यहाँ भुक्न आइहाल्छ कि नो यसले चाहिँ भुकेको छैन बडो होइन अर्को चाहिँ हो कि भुक्ने सो गाइस टाइम पनि अहिले भइसकेको छ गाइस लगभग उडेर हिँडिरहेको छु लाज लागिरहेको छ गाइस सो फाइनली हेलो एन्ड नमस्ते एभ्रिवान भिडियोमा स्वागत छ आज सन्डेको दिन 10 बजिसक्यो र म चाहिँ भर्खर उठेर वर्कआउट जाँदैछु है जिममा आज अब छुट्टीको दिन भएर आज सबैजना सुतिरहेको छ मलाई पनि अल्छी लागिरहेको थियो है ताप अल्छी लाग्यो पनि जबरजस्ती म जाँदैछु साँच्चै भनेको जिम भनेको चाहिँ यस्तो ठाउँ हो जहाँ जानै मन लाग्दैन कि पहिला आर्मीमा हुँदाखेरि पनि बिहान उठेर चाहिँ पिटी गर्नै मन लाग्दैन थियो कि दौडिनै मन लाग्दैन थियो मन नलाइ अब जानै पर्थ्यो गइन्थ्यो मजाले गइन्थ्यो है अनि दौडिँदा अलिकति पसिना आइसकेपछि बल्ल जोस आउँथ्यो कि अझै अब झन् दौडिन मन लाग्थ्यो कि त्यस्तै हुन्छ अहिले यहाँ जिममा वर्कआउट गर्न जाँदाखेरि पनि अब सबैजना चाहिँ साराङ सुतिरहेको हुन्छ होइन आफू मात्रै चाहिँ पसिना बगाउन अनि गाइस मैले चाहिँ यो जिम जोइन गरेको चाहिँ लगभग 26 को सुरुवातबाट हो होइन अनि सँगसँगै मैले चाहिँ युट्युब च्यानल पनि खोलेको थिएँ भिडियो बनाउला भनेर तर त्यो अरूकै हेरे जस्तो देखे जस्तो चाहिँ सजिलो चाहिँ रहेनछ क्यामेरा बोकेर हिँड्नै अप्ठ्यारो लाग्ने बोल्नै नआउने यस्तै भएर 6 महिना बितिसक्यो अब चाहिँ मैले रुल अफ 100 लाई फलो गर्ने विचार गरेको छु सायद अब 6 मन्थबाट जुलाईबाट चाहिँ मैले रुल अफ 100 फलो गर्छु हेरौँ त्यसपछि 100 रुल अफ 100 ले पनि केही गेन भयो भने ठिकै छ भएन भने एउटा लेसन लर्न हुन्छ सो म अहिले चाहिँ यस्तो ठाउँ बाटोमा हिँड्दैछु होइन रुल अफ 100 ले चाहिँ फलो गर्छ होला सायद रुल अफ 100 फलो गर्छु लिटिलली गाई चाहिँ मान्छे देखेपछि झन् बोल्न पनि हटबाट हिँड्दो रहेछ क्या अब आसपासमा भर्खरै मान्छे आएको थियो होइन अनि मान्छे देखेपछि क्यामेराबाट क्यामेरा हटाउन लाग्ने बोल्नै अप्ठ्यारो लाग्दो रहेछ सायद युट्युबमा त्यही हो गाइज यसो आफ्नो मुभमेन्टहरूलाई चाहिँ क्याप्चर गरेर एउटा मेमोरी पनि हुन्छ प्लस फिटनेस लेखेको छ फाइनली म चाहिँ फिटनेस सेन्टर आइसकेँ सो गाइज आज चाहिँ सन्डे हो त्यही भएर मान्छेहरू धेरै चाहिँ रहेनछ आज सन्डे हो अरू दिन जस्तो भिड हुँदैन सो खाली नै रहेछ त्यसैले चाहिँ भिडियो बनाइहालेँ ल रेडी हौँ है त छ महिना हुन लागिसक्यो खासै चेन्ज चाहिँ देखेको छैन है स्टिल अन्डर प्रोग्रेस यो चाबी चाहिँ मैले चाहिँ मोबाइलको कभर पछाडि राख्ने गर्छु कि अनि साँचो लाग्यो अनि मोबाइल खोजिरहेको कि ल मोबाइल खोइ भने मोबाइल चाहिँ
सो फाइनल गाइज म चाहिँ वर्कआउटको लागि रेडी भइसकेँ लेट्स गो सो सबै खाली नै छ सो गाइज सबै खाली नै छ ल हामी चाहिँ पहिला हल्का स्ट्रेचिङ गरौँ अनि बल्ल डम्बलतिर लागौँ है त वर्कआउट पछि भेटौँ है त गाइज अहिले चाहिँ अलि अप्ठ्यारो लाग्यो मलाई सो फाइनली गाइज वर्कआउट सकिसकेको छ अब चाहिँ म घर जाँदैछु ल बाटोमा भेटौँ है त वर्कआउट गरेको लगभग 6 महिना भइसक्यो ज्यान त खासै बनेको त छैन होइन स्टिल अन्डर प्रोग्रेस है ज्यान अलि बनेको छैन लगभग 1 साल लाग्छ कि जस्तो लागिरहेछ ओके ल बाहिर भेटौँ है त हामी सो गाइस म जाने ठाउँ चाहिँ यही हो है फिटनेस भर्खरै वर्कआउट सक्यो अब निस्किँदैछु म यस्तो घाम लागिरहेछ नि गाइस यस्तो घामले त यस्तो घाम लागिरहेको छ मान्छे कोही पनि हिँडेको छैन यो अगाडिको मान्छे पनि भर्खर वर्कआउट गरेर निस्केको सँगै लगभग बिदाको दिन भनेको चाहिँ यस्तो हुन्छ क्या यहाँ सबै बिदा क्या केही पनि खुल्दैन सबै घरमै बसेर छुट्टी मनाउँछन् अनि यो चाहिँ पार्क एरिया हो अब यस्तो चाहिँ बेलुका भएपछि चाहिँ सबैजना बच्चाहरू खेलाउन निस्किन्छ अब मैले चाहिँ यो ओर्नुपर्ने हुन्छ है गाइस गर्मी छ है यस्तो ओर्ने हो हिँड्ने हो अब यो सल जस्तो आतंकवादी भन्ला फेरि मलाई यार यो 8 घण्टाको काम पछि पनि आफ्नो शरीरको लागि 2 घण्टा टाइम दिनु भनेको चाहिँ सानो कुरा होइन यो जो कोहीले गर्न सक्दैन कतिजना गरिरहनु भएको होला तर मलाई थाहा छ धेरै जसोले गर्नु भएको छैन बट तपाईँ यदि अब अरूको लागि 8 घण्टा दिन सक्नुहुन्छ भने आफ्नो लागि वाइ नट होइन आफ्नो लागि किन नदिने एकैछिन यहाँ बसेर कुरा गर्नु है त गाई जङ्गलमा सो गाइस यो चाहिँ अस्ति मैले देखाएको चेरीको रुख हो होइन चेरी लगभग सबै सकिसकेको छ है केही पनि छैन अहिले खोजेर खानुपर्छ भयो भने सो गाइस यहाँ बसेर चाहिँ म एउटा कुरा तपाईँहरूलाई के भन्छु भन्दाखेरि यदि तपाईँहरू अरूको लागि 8 घण्टा 10 घण्टा दिन सक्नुहुन्छ भने आफ्नो शरीरको लागि 2 घण्टा किन सक्नुहुन्न होइन अवश्य सक्नुहुन्छ सो ट्राई गर्नुहोस् सुरुको 2-3 महिना त लास्टै गाह्रो हुन्छ किनकि हो शरीर थाकेको हुन्छ कामबाट आऊ फेरि थकाउनलाई जान चाहिँ खासै मन लाग्दैन हो गाइज होइन
10 घन्टा काम गरेर आएको हुन्छ, फेरि वर्कआउट गर्न चाहिँ ज्यानले पनि मान्दैन। अब नमाने पनि जबरजस्ती आफ्नो शरीरलाई चाहिँ जिमसम्म धकेलेर लग्यो भने सकिन्छ, नसक्ने हुँदैन। जुनसुकै काम गरे पनि कन्सिस्टेन्सी चाहिन्छ। अब कन्सिस्टेन्सी भएन भने चाहिँ अब रिजल्ट हुँदैन, रिजल्ट पाउन सकिँदैन। अरूको लागि 8 घन्टा दिन सक्नुहुन्छ भने आफ्नो शरीरको लागि वाइ नट, किन सक्नुहुन्न? अवश्य सक्नुहुन्छ। कोसिस गरी हेर्नुहोस्, 1 हप्ता चाहिँ जोस आउँछ, त्यसपछि फेरि 2-3 महिना चाहिँ जान्न जस्तो हुन्छ है। ढिलो भइसक्यो, खाना पनि खानुपर्ने छ, लागौँ है त। यो रुखको चाहिँ गुलियो हो होइन, यो रुखको चाहिँ गुलियो हो, सकाइसक्यो। अनि यो रुखको चाहिँ यो चाहिँ अमिलो हुँदो रहेछ क्या, यो चाहिँ अमिलो हुँदो रहेछ, कसैले पनि नखाँदो रहेछ। मैले खान्छु हेर्दा किन यस्तो अमिलो भयो। आज बिदा भयो नि, एउटा पसल खुल्ला रहेछ, त्यो पसल जानुपर्ने छ, त्यो पसलमा जाउँ है त। ल गाइज, अब चाहिँ फटाफट जानुपर्ने हुन्छ घरमा है। मैले खाना पनि खाएको छैन, लगभग 1 घन्टा 25 मिनट वर्कआउट गरेछु र लगभग 1 बज्न लागिसक्यो। अब गएर खाना खानुपर्ने पनि हुन्छ। अनि आज एउटा स्टुडेन्ट्स भन्ने मार्केट खुल्ला रहेछ, त्यहाँ जान्छु। अनि 1 डब्बा प्रोटिन सेक किनेर खानु पर्यो, अनि 1 जुस पनि लानु पर्यो। ल गाइस, सी यू देयर है त। गाइज, म चाहिँ अहिले यहाँ मुख सबै छोपेर होइन यसरी हिँडिरहेको छु। यहाँको कुकुरले भुक्छ कि भुक्दैन हेरौँ है त। लगभग अरूलाई भुक्दैन है, नेपालीहरू देख्ने बित्तिकै अब त्यो हाम्रो स्किन कलरले होला नि त, यिनीहरूलाई अनौठो लागेर होला, भुकिहाल्छ। अब अहिले मैले यसरी पुरै अनुहारै छोपेर हिँडेको छु, हेरौँ न। यो घरको त आएन है, यो घरको आएन। आएन भनेको ठ्याक्कै आइपुग्यो। छोडिदिउँ अहिले, त्यसलाई छोडिदिउँ। यो घरको पनि घर आएर वहीँ बस्यो। दोबरदान दोबरदान दोबरदान। अब यिनीहरूले गर्दाखेरि अर्को यहाँको कुकुरलाई ट्रिगर गर्छ क्या फेरि यिनीहरूले। यो घरको चाहिँ गोल गोल घुम्छ फेरि यो घरको त, हेरौँ है त। यो घरको चाहिँ आज छैन रहेछ। छैन रहेछ आज। र फाइनली गाइज, मेरो घर पनि आइपुगिसक्यो है। घर आइपुग्यो। अब खानासाना पकाएर ल, खाली रहेछ, अब पकाएर खानुपर्छ। हेलो गाइज, सो गाइज, वर्कआउटबाट आएर चाहिँ म भुसुक्कै निदाएछु है। अहिले चाहिँ लगभग 6:30 बजिसकेको छ। अब चाहिँ उठेर स्पेनको म्याच हेरौँ है त गाइज। स्पेन भर्सेस साउदीमा चाहिँ स्पेनले जितिसकेको छ। अब यो म्याच हेरिसकेपछि चाहिँ म थोरै टमाटर र प्याज किन्नुपर्ने छ। अब यहाँ मार्केट गएर टमाटर र प्याज किन्छु, अनि भात सात पकाएर फेरि सुत्छु।
सो हामी स्टेसनमा पनि आइसक्यौँ अहिले। मार्केट 9 बजे बन्द हुन्छ गाइस, बन्द हुने बेला भइसक्यो लगभग। गोलभेडा राम्रो रहेछ तर प्याज चाहिँ देखिन गाइस। यो सेतो प्याज पनि लानु पऱ्यो 2-4 खासै मन त पर्दैन यो मलाई। एउटा लेमन जुस लानु पऱ्यो। ओ जुसका लिमन So, thank you. So, गर्ल्सहरूले त 6-7 भनेर मलाई वेलकम गरेछ हैन। सुगर फ्री हो हैन? यो होइन, अर्कै लिने भने तुर्की जस्तो देख्छ त नेपाली रहेछ। म त को सोध्नु भएको छ तपाईले? तुर्किस नेपाललाई तुर्की भनेर कसैले बङ्गाली भन्छ? Nej pomoże ta pada, ale nie może te tuze niszta. Sorry. No problem. Не posso mi Może se zapune goća, ale ja vam makaj nekem broda pesmije. A može ove pive? Izvolite. Cijeli dan, da, na ribičije. Isto se može daška... Čekajte, na ribičice bili bez plana? Da, cijeli dan. Ja sam slici stereo, ja. Mislim stereo, kad nam čipa među. Prvi tako bih gdje. Jedno ovo što? Glasno svoj. Ste bar neke veseli? Jesmo, hoće neko bakci. Ali sam njih. Ovo što najve štire, kad naši nosi tako. Dobro, više radi kušta nego... Ovo da pobegnemo radi žineš od nješnih spolu. Naše da bude. Ajde, vam je ovom veliko priče. Do widzenia. Dzienia. कोटिएर हात पाउ झरी जाउला। So guys, scene हेर्नु न guys, scene night view. म चाहिँ फेरि अब बसको वेट गर्दैछु है, बसको वेट। यो चाहिँ चर्च हो है। फाइनली गाइज गाडी आइसकेको छ। अब गाडी चढेर घर जान्छु अनि खाना पकाएर सुत्छु फेरि।
लोक तल कति मजाले गुडेको यार भोलिको लागि टमाटर प्याज थिएन त्यो पनि ल्याइयो घर आइसक्यो चुलो खाली गाई चुलो चाहिँ खाली छैन रहेछ अब एकछिन वेट गर्नुपर्ने भयो लगभग हामी चाहिँ 18 जना 28 जना बस्छ सो गाइज आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु है यो मेरो पहिलो प्रयास भनौँ न पहिलो ट्राई गरेको भ्लग बनाउन लास्टै अप्ठ्यारो लाग्यो गाइज कस्तो लाग्यो कमेन्ट गर्नु होला आजको भ्लग चाहिँ यहीँ टुङ्गाउँछु अझ अरूको हेरेको देखेको जस्तो चाहिँ हुन रहेछ लास्टै एउटा लाग्ने लास्टै एउटा सो अब 8 बजी 9 बजिसक्यो लगभग 9 बजिसक्यो 9 बजिसक्यो अब खानासाना पकाउँछु खान्छु सोध्छु र भोलि अर्को डे भेटौँला है त सी यू गाइज